एन्ड नमस्ते सबैजना, वेलकम छ मेरो सेकेन्ड भ्लगमा। हजुरहरूको लागि फेरि पनि एउटा छोटो एन्ड मिठो मिनी भ्लग लिएर आएको छु। सबैजना हेर्दिनु होला। आजको भ्लगको टपिक रहेको छ मेकअप कम्पिटिसन। धेरै त होइन, त्यस्तो त आउँदैन, सिम्पल हो। मेकअप कम्पिटिसन छ। आँखा यसरी बाँधेर कसले राम्रो गर्नुहुन्छ हेर्ने, हजुरलाई पनि देखाउने छु, हेर्दै जानु होला। हाम्रो मेकअपको सामान चाहिँ रहेको छ, अब चाहिँ सिम्पल रहेको छ होइन, त्यही पनि अब किचनमा चाहिँ उ र म छ। हेलो हाई। फर्स्ट चाहिँ तिमीले लगाइदिने कि मैले तपाईँले उसलाई लगाइदिन्छु, हेर्नु कस्तो हुन्छ मेरो मेकअप चाहिँ। हजुरहरू पनि अनि हेरेर इन्जोय गर्नु। अब हजुरहरू पनि मेरो मेकअप हेर्नु दर्शिनु है। कतिवटा होला हो एक देखेको छ कि क्या हो छैन देखेको। अनि यो ल ल अब भयो है गाइज। अब चाहिँ सुरु। ओ माय गॉड, कहाँ छ मेकअपको सामान? अनि यता उस गर्नु होला। म चाहिँ स्टार्ट गर्न लागिरहेको छु। सुरुमा चाहिँ म मोइस्चराइजर लाउँछु है गाइज। मोइस्चराइजर चाहिँ सकिन लागेको छ, त्यही पनि छ अलिअलि, अहिलेको लागि झिक्न अलिअलि ढिलो भयो, त्यही भएर हो। खोइ कता हो अनुहार। फर्स्टमा अब सेकेन्डमा म लगाउँछु सनस्क्रिन। कता हो अनुहार? अलि तरिका चाहिँ है कता हो लगाइदिन्छु। यसो पाउडर मसँग चाहिँ फाउन्डेसन चाहिँ म युज गर्दैन, त्यही भएर पनि छैन। म सिम्पल मेकअप गर्ने मान्छे हो, त्यही भएर। कस्तो लगाइरहेको छु भन्नु है गाइजहरू। मैले राम्रो आई सेडो कहाँ रहेछ? पहिला चाहिँ म आँखामा लगाउँछु। आँखामा त म हातै लगाइदिन्छु, अब जुन कलर भयो नि भइरहेको हेर्नु है गाइजहरू। आई सेडो लगाउँछु, आई सेडो लगाइसक्यो। अनि यसले नै ब्लस गरिदिन्छु। गाजर लगाइदिन्छु। गाजर कहाँ रहेछ? यो हो नि गाजर हो यो। पानी राम्रो भन्छ यसलाई होइन, पानी कोदा रहेछ। पनि भयो गाइज। आइब्रो कोर्दैछु है म चाहिँ। कोदा यता आऊ त। नाकमा नगरिदिनु है। आइब्रो पनि कोर्छु है मैले अलिअलि हात। अब लास्टमा चाहिँ मेरो रहेको छ मेकअप खतरा निस्किन्छ होला। अब फाइनल सकिसक्यो मेरो सिम्पल मेकअप, त्यही हो होइन गाइस, हेरिदिनु होला। अनि लास्टमा चाहिँ अब यो स्प्रे छर्किन्छ। फाइनली मेरो मेकअप चाहिँ फिनिस कम्प्लिट भएको छ। हजुरहरू हेरिदिनु होला कस्तो भएको छ गाइज। मेरो चाहिँ सकिसक्यो होइन। मैले गरेको पट्टी खोल्न गइरहेको छु। कस्तो छ मैले मेकअप गरेको हेर्छु म अब चाहिँ। मेकअपको त आर्टिस्ट नै भएछु म। मेरो पालो छ क्या, अब उसको पालो छ, उसलाई पट्टी लगाइदिन्छु। अब हेरौँ कस्तो मेकअप गर्छ उहाँले, हेरिदिनु होला। उयो के हो पुरै यो कति? 2 यो कति? 5 यो कति? अब स्टार्ट गरौँ मेकअप। स्टार्ट गर्नु होला। अब उहाँले स्टार्ट गर्दै हुनुहुन्छ। हेर्नु उहाँको मेकअप र मेरो मेकअपमा कस्तो राम्रो हुँदो रहेछ। लगाइदिनु गइरहेको छु। सुरुमा यो मोइस्चराइजर कमेन्ट गर्नु नि गाइजहरू, कमेन्ट गर्नु चाहिँ नभुल्नु। मोइस्चराइजर लाग्दै हुनु। अब यो भयो है, सनस्क्रिन लाउनु गइरहेको छु। त सिम्पल मेकअप हो है गाइजहरू, नराम्रो नसोचिदिनु होला। सबैले हेरेर माया गरिदिनु होला। लिप बाम अब चाहिँ म यो के हो फाउन्डेसन लगाइदिन्छु है। म त क्युट देखिनु भयो होला है गाइजहरू, भनिदिनु त कस्तो देख्यो? मैले देखेको छैन। गाइज हाम्रो चाहिँ कस्तो भएको छ प्रतिक्रिया दिनु होला है। लिपस्टिक पारा है। कस्तो भयो है चाहिँ मलाई अहिले मेरो आइब्रो कोरिदिँदै हुनुहुन्छ। अन्त भयो। यो चाहिँ भइसक्यो है गाइज। म चाहिँ अब एकदम एक्साइटेड छु मैले गरेको मेकअप हेर्नलाई।
हजुरहरूलाई ऐना देखाइदिनेछु। ओ माई गॉड हैन यो पो हो जस्तो देखाएन नि गाइस। अब उहाँ पनि हेर्नुहुन्छ हैन अब चाहिँ हामी दुईजनामा कसले राम्रो गरेको छ भने हामी सोध्न जानेछौँ आमाहरूलाई दिदी बहिनीहरूलाई। कृपया तपाईहरुले पनि भनिदिनु तपाईहरुले पनि पनि मेरो छ। आई होप मेरो राम्रो होला हैन। होइन मेरो ल है गाइजहरु हामी दुईजनाको चाहिँ अब मेकअप फिनिस भइसक्यो अब अनि आमासँग सोध्न जाँदैछु कस्तो रियाक्सन गर्ने चाहिँ कसले राम्रो गराएछ हजुर पनि। आमा हाम्रो चाहिँ मेकअपको कम्पिटिसन थियो उसले र मैले अनि कसले राम्रो गरेछ मेकअप कस्तो राम्रो भएको भनिदिनुस् त। तपाईँको राम्रो भएको हो राम्रो भएको छ हो गाइस भनिदिनु त। आमाले त मेरो राम्रो भएको भन्छ कसले गरेको राम्रो भएको गाइस भनिदिनु है अरूले पनि। हेलो गाइज मैले चाहिँ अघि नै 1 नम्बर भोट पाइसकेको चाहिँ हामी बहिनीलाई उहाँहरूको रियाक्सन कस्तो आउँदो रहेछ कसले राम्रो गरेछ भन्छ हजुर। अनि हाम्रो दिदी बहिनीहरू चाहिँ कुन चाहिँ मन परेको छ कमेन्टमा पनि दिनु होला सेयर देखाउनुहोस् भन्नुहोस् हामी दुईटामा कसले पर्फेक्ट मेकअप गरेछ ल भनिदिनुहोस् त। गाइस म चुरेल जस्तो देखाएको छु हेरिन् त भन्नुहोस् त। अम्मा हेलो गाइज मेरो चाहिँ यति राम्रो तपाईँहरू चाहिँ डराउनु त भएन नि भन्नुहोस् त। फेरि मोबाइल छोडेर चाहिँ नभाग्नु होला। कसले एक आए भोट ल हामी फुपू भटिनीको चाहिँ 1 नम्बर भोट आइसकेको छ। अब अर्को फेरि पनि हामी अर्कोलाई पनि सोध्छ अर्को बहिनीको उहाँहरूको रियाक्सन कस्तो छ कस्तो भन्ने छ हेर्नु होला सँगसँगै जाऊँ देखाउनु उहाँहरूलाई। हेलो बहिनीहरू हाम्रो मेकअप कसको राम्रो भएको छ भनिदिनुहोस्। हामी दुईजनामा कसले राम्रो गरेछ मेकअप भनिदिनुहोस् त लु कस्तो कस्तो लाग्यो परी जस्तो लाग्यो कि नाइको भनिदिनुहोस् न कस्तो गरेछ मेकअप उसले कि मैले ल भनिदिनुहोस्। राम्रो त यतै छ तर यो यतातिर सबै सो गाइस दुई भोट आयो गाइस दुई भोट तपाईँहरूले काउन्ट। यता राम्रो हो किनकि यता सिम्बल छ नि त। ओ माय गॉड हेलो गाइज हाम्रो चाहिँ बराबरी आइसकेको छ। होइन मेरो 3 भोट आइसक्यो। कसरी किन मैले मेकअप तिमीलाई गरिदिएको हो नि त होइन गाइस हो कि भनिदिनु त ल। ए सरी गाइज। मेरो 3 भोट आइसक्यो। सो गाइज मलाई चाहिँ अब तपाईँहरूको यता राम्रो हो किनकि यता सिम्बल छ नि त। ओ माय गॉड हेलो गाइज हाम्रो चाहिँ बराबरी आइसकेको छ। होइन मेरो 3 भोट आइसक्यो। कसरी किन मैले मेकअप तिमीलाई गरिदिएको हो नि त होइन गाइस हो कि भनिदिनु त ल। ए सरी गाइज। मेरो 3 भोट आइसक्यो। सो गाइज मलाई चाहिँ अब तपाईँहरूको केटाको चाहिँ फाइनल लुक चाहिँ है यस्तो देखिन्छ। यस्तो छ है सुन्दरी र चुडेल भूत र चुडेल जस्तो देखेको छ है गाइजहरु यस्तो भएको छ है गाइज। हामीहरूको मेकअप भनिदिनुहोस् है कसको राम्रो भएको छ गाइज कमेन्ट गर्नु होला। कसले राम्रो मेकअप गर्यो हजुरहरूले त्यो पनि भनिदिनु होला कमेन्टमा। आजको लागि यति नै ओके सबैजनालाई बाई बाई।